पनि हाम्रो टपिक हो प्लास्टिक हो प्लास्टिक है जस्तै छ नि जस्तै छ नि प्लास्टिक भन्ने बित्तिकै के बुझ्ने जस्तै छ नि प्लान्ट के बुझ्ने प्लान्ट बुझ्ने अनि चाहिँ प्लास्टिक छ नि प्लान्टमा हुन्छ एनिमलमा हुँदैन है अनि जस्तै छ नि फ्रुट हेर्नु न कुनै फ्रुट के हुन्छ रातो हुन्छ कुनै फ्रुट के हुन्छ अरेन्ज हुन्छ कुनै फ्रुट कस्तो हुन्छ यल्लो हुन्छ कुनै फ्रुट कस्तो हुन्छ ग्रिन हुन्छ कुनै फ्रुट कस्तो हुन्छ पिङ्क हुन्छ हो त्यो सबै के काट्नु भएको प्लास्टिक हो अब त्यसरी यता यो मसँग के छ मसँग के छ यो प्लान्ट हो यो प्लान्ट छ नि यो के पातो यो के हो पातो यो मिक्स हो यो सबै मिक्स कस्तो छ ग्रिन छ के छ ग्रिन छ त्यो पनि के काट्नु भएको प्लास्टिक काट्नै भएको है अब यता यो यहाँ के छ फ्लावर यहाँ के छ फ्लावर हो यो फ्लावर पनि के छ रेड छ यो के छ रेड छ अनि यो छ नि यो त के बर्ड यो के हो बर्ड भनेको नेपालीमा कोपिङा हो बर्ड भनेको नेपालीमा के हो कोपिङा हो न यो बर्ड चाहिँ हल्का कस्तो छ पिङ्क छ कस्तो छ पिङ्क छ हो यो पिङ्क छ यो के छ रेड छ त्यो पनि के काट्नु भएको प्लास्टिकको काट्ने भएको है अनि त्यो त्यसमा हामीसँग के छ पटेटो के छ पटेटो काटेपछि त्यो भित्र कस्तो हुन्छ सेतो सेतो हुन्छ हो जति त्यसको छ नि रस जब हामी त्यसको रस निकाल्छौँ त्यो रसको छ नि कभाव हुँदैन हुँदैन नि हो त्यो पनि के हो प्लास्टिक है बुझ्ने आज हामी यही पढ्ने यता यो चाहिँ प्लास्टिक चाहिँ के हो सेम अङ्गेन हो है अनि यो चाहिँ पत्ता लगाउने मान्छे यो पत्ता लगाउने मान्छे को है यो चाहिँ के मान्छेको नाम यो चाहिँ के हो मान्छेको नाम है यो चाहिँ कोही पत्ता लगाएको 1866 AD आजभन्दा झन्डै 130-50 आजभन्दा झन्डै 160 वर्ष अगाडि पत्ता लगाएको है अनि यो चाहिँ प्लास्टिक चाहिँ छ नि प्लास्टिक चाहिँ नि कति पार्टमा डिभाइड गर्न सकिन्छ 3 कति पार्टमा डिभाइड गर्न सकिन्छ 3 पार्टमा डिभाइड गर्न सकिन्छ है अनि छ नि दुईटा कस्तो हुन्छ दुईटा कस्तो हुन्छ कन्फर्म अझ नि एउटा चाहिँ कस्तो हुन्छ कन्फर्मेस हुन्छ है अब यता यो चाहिँ नि कन्फर्म यो चाहिँ कतिवटा हुन्छ दुईटा एउटा के हुन्छ मोमो प्लास्ट हो अब के हुन्छ प्लास्ट अनि के हुन्छ मिल्को प्लास्ट है अब यहाँ है त यता यो दिन्छ यहाँ नि यो कुन शब्द हो यो के हो छ हो यो शब्द केबाट आएको मोमाबाट आएको हो है अनि सर यसको मिनिङ के हुन्छ कलम है अब यता यो छ नि यता अनि यो छ नि क्लासले चाहिँ के दिन्छ कलम कसरी दिन्छ फ्रुट एन्ड फ्लावर कसरी दिन्छ फ्रुट एन्ड फ्लावरलाई दिन्छ त्यो छ नि यता कुनै फ्लावर कस्तो हुन्छ व्हाइट कुनै पिङ्क कुनै रेड कुनै कस्तो हुन्छ भने यल्लो अनि पिङ्क हो ब्ल्याक पनि हुन्छ हो है अनि अनि यता हुन्छ नि फ्रुट कुनै हुन्छ जस्तै छ नि कागज कस्तो हुन्छ कागजको अनि सुता कस्तो हुन्छ ऑरेन्ज हो अनि छ नि म्याङ्गो येलो रेड हुन्छ कस्तो हुन्छ रातो टाइपको हुन्छ हो यता ओके पाकेको म्याङ्गो क्या रेड हुँदैन ओके सरी ओके यहाँ हुन्छ ओके अनि त्यो सबै केबाट आएको कुमो क्लासबाट आएको है अब यता यो के हो कुमो क्लास है अनि यसको चाहिँ मिनिङ यो छ नि यो जुन शब्द छ यसको मिनिङ चाहिँ के हुन्छ ग्रिन हो है अनि यो चाहिँ कहाँ पाउँछ एउटा स्टिममा अर्को कहाँ पाउँछ मिक्समा कहाँ पाउँछ स्टिम एन्ड मिक्समा हो यता अनि चाहिँ स्टिम एन्ड मिक्समा के हुन्छ फोटोसिन्थेसिस हुन्छ है अनि छ नि यो चाहिँ क्रोमोप्लास्ट भित्र चाहिँ एउटा के हुन्छ पिगमेन्ट हो कुन पिगमेन्ट हुन्छ क्लोरोफिल हुन्छ नजुकिन है त जस्तै यो छ नि यो के हो डस्टबिन हो डस्टबिन चाहिँ के हो क्लोरोप्लास्ट हो अनि यहाँभित्र पानी छ यहाँभित्र के छ पानी छ त्यो पानी चाहिँ के हो बुझ्यो नि यो चाहिँ के हो भाडा हो यो चाहिँ के हो भाडा अनि यो चाहिँ के हो भाडाभित्र भएको जुस हो पानी हो त्यसरी हुने अब यता अनि छ नि यो चाहिँ मिल्को क्लास चाहिँ कस्तो हुन्छ टोलरेन्स हो
अनि यो चाहिँ छ नि यो चाहिँ नि प्लान्टको चाहिँ कुन पार्टमा पाउँछ प्लान्टको चाहिँ कुन पार्टमा पाउँछ जहाँनिर चाहिँ फोटोसिन्थेसिस छैन जहाँनिर चाहिँ फोटोसिन्थेसिस हुँदैन हो अनि फोटोसिन्थेसिस कहाँ हुँदैन कहाँ हुँदैन रुटमा हुँदैन हो यता यो चाहिँ कहाँ हुन्छ नन फोटोसिन्थेटिक पार्ट्स कहाँ हुन्छ नन फोटोसिन्थेटिक पार्ट्स भनेको कहाँ हो त्यस्तो पार्ट जहाँनिर चाहिँ फोटोसिन्थेसिस हुँदैन हो अनि फोटोसिन्थेसिस कहाँ हुँदैन रुटमा हुँदैन है अब यता है त अनि यो मात्रै होइन यो छ नि अनि छ नि फ्लुइडको भित्र कहाँ पनि हुन्छ फ्लुइडको भित्र फ्लुइड होइन के कहाँ हुन्छ स्टिमको भित्र कहाँ हुन्छ स्टिमको भित्र जस्तै यहाँ छ नि यो छ नि यो देखिन्छ यो कुन पार्ट हो स्टिम हो यो कुन पार्ट हो स्टिम हो मैले छ नि माथि छ नि यस्तो चोट्याएँ चोट्याएपछि छ नि भित्रको पार्टमा चाहिँ के पाउँछ विको प्लास्ट पाउँछ त्यो मध्ये छ नि के स्टिमको भित्रको पार्ट कस्तो हुन्छ सेतो हुन्छ कस्तो हुन्छ सेतो हुन्छ है अब हेर्नु यस्तो छ नि काम यस्तो केमा जाने फङ्सन भनेको के हो काम हो काम है यता जस्तै हामी छ नि गार्डन जाने बित्तिकै ठाउँदेखि हामी के हुन्छौँ मख हुन्छौँ हो अनि त अनि छ नि धेरै एट्र्याक्ट भयो भने जान्छौँ अनि गएपछि छ नि यसरी फोन निकाल्छौँ फोन निकालेर के आउँछौँ हामी काममा हाल्छौँ हो यसको छ नि काम यसको काम चाहिँ के हो एउटा टु एट्र्याक्ट कोर्डिनेटर कोर्डिनेटर भन्ने के हो यो के हो हनी बी अब के हुन्छ इन्सेक्ट किन के लागि कोर्डिनेसन के हो कोर्डिनेसन है अब यता एउटा काम यो अर्को काम चाहिँ के हो यो के हो सिड डिस्पर्सन थाहा छ यो यहाँ चाहिँ छ सिड डिस्पर्सन भने के हो यहाँको चिज चाहिँ अन्त मान्नु हो मान्नु हामीसँग एउटा के छ प्लान्ट एउटा के छ प्लान्ट अनि यहाँनिर मान्नु के यहाँनिर एउटा के छ बेगी यहाँ के छ बेगी हो बेगी भनेको छ नि स्ट्रबेरी हुनसक्छ बेगी हुनसक्छ होइन त्यस्तो एउटा कुनै फ्रुट छ अनि मान्नु यहाँनिर हामीसँग के छ एउटा बड एउटा के छ हो हामीसँग के छ बड अनि यो चाहिँ बड छ नि त्यो चाहिँ फ्रुट के गर्छ मुख लागिन्छ अनि मुख अनि यहाँबाट चेप्छ कहाँ लान्छ अन्त खान्छ अनि फ्रुट त खान्छ तर त्यसको सिड चाहिँ कहाँ जान्छ अन्त ट्रान्सफर हुन्छ अनि ट्रान्सफर हुँदाखेरि चाहिँ त्यसै के हुन्छ सिड डिस्पर्सन हुन्छ है अब यसमा जाने यो चाहिँ कोन क्लास यो छ नि यो कति टाइपको हुन्छ यो कति टाइपको हुन्छ यस्तो यसको छ नि यसको के हुन्छ सेप हुन्छ यसको के हुन्छ सेप हुन्छ है अब यसो जाने त त्यसको काम के हो फङ्सन है यसको काममा जाने त यसको काम चाहिँ भनेको एउटा के हो टु स्ट्रोक फुड के भने टु स्ट्रोक फुड है अनि छ नि यो चाहिँ कामको बेसमा के बेसमा कामको बेसमा छ नि यसलाई पनि पार्टमा डिभाइड गर्न सकिन्छ तीनटा कति पार्टमा डिभाइड गर्न सकिन्छ तीनटा एउटा नाम के हो मोर्टिनो प्लास्ट के हो मोर्टिनो प्लास्ट अब काम के हो यो मायो प्लास्ट अब काम के हो यो लिमो है यसमा के छ प्रोटिन यसको काम के हो टु स्ट्रोक प्रोटिन यसको काम के हो टु स्ट्रोक प्रोटिन अब लेखा यसमा के छ टु स्ट्रोक वेल फ्याट अब के हुन्छ लिपिड के हुन्छ लिपिड अनि यसको काम के हो टु स्ट्रोक कार्बोहाइड्रेट यसको काम के हो टु स्ट्रोक कार्बोहाइड्रेट है अनि त अब यसमा नाम है त यो चाहिँ को क्लासमा के हुन्छ को हो सिम हुन्छ अब यसको चाहिँ काम यसको काम चाहिँ के भन्ने यसको काम के हो टु कन्डक्ट फोटोसिन्थेसिस के हो टु कन्डक्ट फोटोसिन्थेसिस है अनि यसको चाहिँ के हुन्छ सेप हुन्छ यसको चाहिँ के हुन्छ सेप हुन्छ है यता अनि के त कुनै सेप कस्तो हुन्छ कुनै सेप कस्तो हुन्छ कप सेप कस्तो हुन्छ कप सेप केमा हुन्छ ग्रामिडोमोनस केमा हुन्छ ग्रामिडोमोनसमा हुन्छ नि कप क्लासको त्यसको सेप कस्तो हुन्छ कप सेप हुन्छ जस्तै मानौँ
यो कामी डोमिनन्स है किन त यो कामी डोमिनन्स अनि कामी डोमिनन्स भित्र जुन कफी हुन्छ नि यहाँ जुन कास्ट हुन्छ त्यो कस्तो कस्तो टाइपको हुन्छ यस्तो टाइपको हुन्छ है अनि के हो यता जिग्नेमा है जिग्नेमामा चाहिँ त्यो कफी कस्तो हुन्छ अन्तिममा इक्जाम्पल है चालू